2057 साल जेठ 25 गतेबाट संयुक्त आदिवासी जनजाति सांस्कृतिक नाट्य सालको स्थापना भएको। यहाँ लडेको सडेको म खिच्दैछु क्या। खै अरू साथीहरू अरू गिटार तपाईले भन्नुभयो नि गिटार जागर खोजी खाँदैछन् काम छैन। हामीमा चेतना हुँदैन के अब त हुँदैन, सकिँदैन। जबरजस्ती दौडाएर पनि हुन्छ। यो चाहिँ नि उत्तरमा लटर गाछी है, सिमाना उत्तरमा लटर गाछी, पूर्वमा टेकाने पोखरीको पूर्व डिल, दक्षिणमा टेकाने रिङ रोड को 6 बिघा हामीले खोजबहादुर थापासँग लिएको है। यो एग्रिमेन्ट त थियो, त्यो धनप्रसादले कता लगल हो क्या। त्यो जे गर्नुभयो अब त्यो साबिक अहिलेसम्म छँदैछ, तर यो पछिबाट इतिहास मात्रै होला जस्तो छ। कायम चाहिँ गरेर जानुपर्छ जति सकिन्छ। कायम त छ अहिलेसम्म त। तपाईँको दाबी विरोध अब कोहीसँग पनि त्यस्तो प्रतिस्पर्धा छैन, तर यो समस्या भनेको हामीमै छ। अब हामीबाटै चाहिँ त्यो कार्यान्वयन हुन सकेको छैन। अब एउटाले मात्रै दौडाले मात्रै गर्दा पनि हुँदैन होइन। अब यो त साझा स्थल हो नि, सबैको हो नि त। अब फल्लाको मात्रै छ जे गर्छ भन्ने जस्तो छ। अब यही चाहिँ समस्या छ। समुदाय सचेत भइएन हो यो, मलाई चाहिँ लाग्छ क्या। तपाईँ हामी अब गिठा भ्यागुरबाट जङ्गली युगबाट बाहिर निस्किनु, समाजमा निस्किनु सक्दैनौँ, चाहँदैनौ क्या। सक्न त सक्थ्यौँ नि। हाम्रो समाजमा अब पढा लेखा साथीहरू पनि छन्, तर पढेको साथी पढ्दा पढ्दै बाहिरै गइहाल्छन्। हाम्रो लागे हामीसँग सङ्गतै मिल्दैन नि। नपढ्ने साथीहरू अब त्यो काम छैन, उसमै ढुङ्गे युगतिरै छौँ। अनि त्यो ढुङ्गे युगमा त न भाषा मिल्थ्यो, न कुरा मिल्थ्यो, न समाजै हुन्थ्यो, न विकासै हुन्थ्यो। अब त्यही छ। गर्न गाह्रो पऱ्यो, के गर्ने। यत्रो 6 बिघाको प्लट हामीले प्राप्त गर्नु भनेको त कम्तीमा सबै लागि पर्दा त हुने कुरा हो नि त, होइन? वनका साथीहरू पनि त्यस्तै गर्छन्। अब तपाईँ हामीले आह्वान गर्ने हो, गरौँ भन्ने हो होइन, लाग्ने हो। तर लाग्दै पनि अब साथ सहयोग पाइँदैन भन्दा अब के पाइँदैन। यो 25 वर्ष भयो, 25 वर्षमा केही त हुनुपर्ने होइन र। अब एउटा बित्याउने सार थाम्दैन। यहाँ मान्छेहरू आउँछन्, सिधा कुरा के गर्छन् भने अब तपाईँको आर्थिक कति छ, कहाँ गयो। अब न कहिले 2 पैसा यसो समाजलाई होइन, संस्थालाई सेवा गरेको छ, न सहयोग गरेको छ। आर्थिक कसरी जुटाउने भन्नेतिर छैन। न राज्यबाट अब हाम्रो संस्थाको नाममा न पैसै आएको छ होइन। अब अरू भौतिक कामहरू भए, अब त्यो भौतिक कामहरू आफ्नो आफ्नो समिति, आफ्नो उसबाट भएको छ त। अब व्यक्तिगत उबाट अनि त्यो अब के गर्ने। त्यो त अब डाइ गरे। यो माछा मार्नेहरूले पनि सबै पोखरीको डिल फोहोर पनि पारेछ। माछा मार्नेले पोखरीको डिल पनि फोहोर पारेको छ। एक त, 2 त यो निजी व्यक्तिगत पोखरी बनेको छ। समाजको आँखा पनि जाँदैन, समाजले कुरो पनि उठाउँदैन। अस्ति माछाको पैसा कहाँ गयो मलाई सोध्दै थियो। अब मैले के भन्ने, न माछा पैसा दिएको छु, न लिएको छु, न ठेक्का दिएको छ, न मैले त्यहाँको खाएको छु। यो त मात्र समस्या रेखदेख चाहिँ गरेको छ। तर यसको बाली नाली चाहिँ अब त्यो तपाईँको स्कुलले जान्छ नि यो पैसा। स्कुलको त्यो एउटा भनाइ मात्रै हो, नाम मात्रै हो। स्कुलमा पैसा बुझाएको छैन। अब पोखरीको ठेकदारहरूलाई के गरी उँभो लगाउनु त यो। अब यहाँ हाम्रो वडा सदस्य आफै आएर टिकटको पैसा उठाइराखेको देख्नु भएको छ। स्थानीय सरकारै त्यस्तो खालको छ। त्योभन्दा दुर्भाग्य हामीले के चाहिँ देख्नु पर्छ? व्यक्तिगत होइन उसको। त्योभन्दा दुर्भाग्य अरू के हुनसक्छ? होइन, हामी समुदाय ठिक छैनौँ क्या मोहन सर, ठिक छैनौँ। यो मोहनले मात्रै आह्वान गरेर पनि नहुने, नवराजले मात्रै गएर पनि नहुने, के गर्नु। वडा सदस्यहरू पोखरीको टिकट काटिन्छ। वडाको सदस्यहरू व्यक्तिगत ठेक्का
यतातिर प्रश्न उठ्दैन कसैको। समितिले पनि चासो दिनुपर्ने क्या हो, कुरो चाहिँ उठाउनु पर्ने। कुरो यस्तो हो, हामीले पनि ऊ कुरो चाहिँ उठाउनु कुरो पर्ने। यस्तो हो, सम्बन्धित त्यहाँ साथीहरूले पटक पटक निम्तो दिएको छ, खबर गरेको छ, उनीहरू आउँदैनन् मिटिङको दिन। अरू बेला चाहिँ टिकट उठाउने, माछा मार्ने आउँछन्। अब त्यो कस्तो भने त्यसले के भन्छ, त्यही त व्यक्तिगत हिसाबले प्रयोजनको लागि काम गरे नि त साथीहरूले। भएन है, भएन, के गर्नु अब।